अब भाग्छ होला हेर हेर न अब भाग्यो यो पुरस्कार महालक्ष्मी र सम्मानको वितरण भइरहेको छ आफ्नो सिंहले गाँधेको छ लासङले अघिल्लो साल पनि राम्रो प्रतिस्पर्धा नगरिकन पहिलो स्थान लिएर गएको लासङ आफ्नो डरलाग्दो रूपले पनि उसले धेरै आफ्नो योजनालाई बढाएको छ यसको नि सिङ त खत्रै हो नि है तर वर्ष दिनमा प्रतिस्पर्धी पनि कम छैन प्रतिस्पर्धी पनि एकदमै खतरा छ महालक्ष्मी र सुमन कडा प्रतिस्पर्धा भइरहेको छ जित्ने गोरु पहिलो स्थानमा जान्छ र हार्ने गोरु सेकेन्ड स्थानमा जान्छ त्यसै गरी बल्ल लडाइँमा पहिलो चरणको विजेता खेलाडी साथीहरू विजेता अनिस मानन्दर सुरेश थापा शिव चाँदमाई राजु खत्रा प्रदीप मगर चेतराज पौडेल मनकुमार राईलाई गोला तान्नलाई मञ्चमा आउनको लागि आग्रह गर्दछु ए यो फसेको नि यसलाई थर्ड बनाएको तल मैदानमा धेरै साथीहरू नजाए संसदक भन्दा बाहिरको साथीहरू ग्राउन्डमा नजानु होला खेल्दाखेरि धामाखेरि जितेर तलमाथि भयो भने मैदानमा भएको कुरो हामी त्यस्तो फेरि हुँदैनौँ हामीले त्यहाँ नजानु भनिसकेको ठाउँमा गइसकेपछि एकदम सिङ होइन उनीहरूले मिसाइल लिएर आएको छ मिसाइल हानाहान भइरहेको छ किन हामीलाई यस्तो गरिराख्नु यो एकदम बराबरीको लडाइँ भइरहेको छ सिङ हेर्दै जित्ने रहेछ कि यो फाइनल लडाइँ उत्साह कम नगरिकन धैर्यता नगुमाइकन हामीले हेरौँ पानीले साथ दियो हेडिङले साथ दियो हामीसँग तेस्रो स्थानको गोरु अलरेडी आइसकेको छ उहाँलाई रामकुमार राईलाई धेरै धेरै बधाई छ उहाँले तेस्रो स्थान प्राप्त गरिसक्नु भएको छ अब पहिलो र दोस्रो स्थानको लागि यो महायुद्ध भइरहेको छ नजिती यो त सेकेन्ड भएछ नि अनि अहिलेसम्म एकचोटि जित्यो एकचोटि हो होइन अरे सक्यो अरे यो फर्स्ट सेकेन्ड यिनीहरू अरे यो त थर्ड गोरुहरू दिनभरि घाममा बसिरहेको अवस्था खानापिना छैन खै थाहा र पनि उनीहरूले आफ्नो मैदानमा आफूलाई हार स्वीकारेर भाग्नलाई मनले नदिएको अवस्था छ तर हार जित अवश्य हुन्छ धैर्य गर्नुहोला यसले पनि भुत्ला झार्दियो कालो छोएपछि भुत्ला झार्दियो भन्नु सकिँदैन गोरुलाई हेर्नु यो फाइनल महायुद्ध हामीले सोचे भन्दा अलिक फरक भइरहेको अवस्था छ हामीलाई महसुस त्यस्तो भइरहेको छ किनभने हतियार दुईको हतियार यस्तो छ आवाजै भएको हेर्नु लासङ र छम सिङै नजुताइ क्या लामो लामो सिङ छन् कि पर गोरु चाहिँ यसको इतिहासमा के छ भने 1969 सालमा नुवाकोटमा खाएको गोरु उमेर अति भइसकेको
यसले 9-10 वर्ष सरासरी कति मैदानमा सुधारेको भन्ने कुरा छ। सेतुले घरमर गरेर पुरा रति भइरहेको छ। कालो भाग्दैन गाह्रो भइरहेको छ। सुम्पमदेखि आएको माले गुरुङले एक कदम पछाडि सारेको अवस्था पनि छ। तर पछाडि सर्दैमा हार्छ भन्ने होइन, उनले एक्सन लिनलाई अर्को कुनै धाउतिर सुरु लाग्ने हो कि गेम त्यति रोचक चलिरहेको छैन। अघिल्लो गेमहरू जस्तो मालिकलाई हेरो दुईजनाले नि तिमीहरूको कालो भयो यतिखेर है ढाँट्छौ मजाले भन्न त गोलो पनि भएछ। दुईटाको मामा छ दुईटालाई डराइ रहन्छ दुईटालाई छ क्या दुईटालाई डर भइरहेको छ कि नभए यो कालोले पनि नडराएको हो कि उत्साहजनक गेम नभएको अवस्था छ साथीहरू। त्यही पनि धैर्य कुरा हेरिदिनु होला। सिकाको अरुण दाहालको लास्ट आजको फाइनल गेम कसले 20,000 तर योलाई भएन क्या, योतिर चाहिँ खासमा हार्नेलाई फेरि क्या हो यो जित्ने चाहिँ फर्स्ट सेकेन्ड भलिबल त त्यस्तो हुन्छ नि त। सेमी सेमी कटर यो सेमी फाइनल अब फाइनल चाहिँ हुनै बाँकी छ। यो पनि सत्य हो। एउटाले त अवश्य जित्नै पर्छ, एउटाले हार्नै पर्छ। तर हारे पनि त्यो सर्वनाक हार हुने छैन। दोस्रो स्थान प्राप्त गर्नेछ उनले। यो गेम पछाडि हाम्रो पन्ध्र लडाइँको दोस्रो राउन्ड गोला तानेर हाम्रो खेलाडी साथीहरू एकदम तयारी अवस्थामा रहनुहोला। समय पनि अलिकति हामीसँग कम रहेको छ र अब डोरी तान्ने खेलमा जम्मा एक टिम मात्रै हुनुहुन्छ अरे भन्ने कुरा आइरहेछ। तर अब एक टिमलाई त खेलाउने कुरा भएन। प्रतिस्पर्धी नभएपछि हामीले डोरी तान्ने खेललाई आज खेलाउन असमर्थ हुनेछौँ। समयको पनि अलिक अभाव हुनेछ। के